संगठित संस्था पूर्व योग्यता परीक्षाको तयारीमा रहनुहुनेका सम्पूर्ण विद्यार्थी साथीहरूको लागि कोसेली स्वरूप नमुना प्रश्नोत्तर सेट 6 लाई लिएर म उपस्थित भइसकेको छु। ढिला नगरिकन सुरु गरौँ आजको प्रश्नोत्तर श्रृङ्खलालाई। प्रश्न नम्बर 1 रहेको छ, दुई अक्षांश रेखा बीचको दूरी साधारणतया कति हुन्छ? 111 किलोमिटर। दुईवटा अक्षांश रेखा बीचको दूरी साधारणतया 111 किलोमिटर हुन्छ, अथवा 1 डिग्री अक्षांश बराबरी 111 किलोमिटरको दूरी रहन्छ। प्रश्न नम्बर 2, समूह क मा रहेका नदी र समूह ख मा रहेका नदीको उत्पत्ति स्थल बीच सही जोडानी मानिएको छ। त्रिशुली, तमोर, सेतीगण्डकी, बागमती, अन्नपूर्ण, गोसाइकुण्ड, कञ्चनजङ्घा हिमाल र बागमती। यसमध्ये सही आन्सर रहेको छ त्रिशुलीको गोसाइकुण्ड, तमोरको कञ्चनजङ्घा हिमाल, सेतीगण्डकी अन्नपूर्ण, बागमतीको बागमती। अप्सन ए। प्रश्न नम्बर 3, नेपालको कुन हावापानी क्षेत्रलाई मानव बसोबासको दृष्टिकोणले सर्वोत्कृष्ट हावापानी मानिन्छ? न्यानो समशीतोष्ण हावापानीलाई मानव बसोबासको दृष्टिकोणले एकदमै उत्कृष्ट मानिन्छ। प्रश्न नम्बर 4, डेमोग्राफिक डिभिडेन्ड जनसाङ्ख्यिक लाभ भन्नाले के बुझिन्छ? कुल जनसङ्ख्यामा सक्रिय काम गर्ने उमेर समूहको बहुल्यता भएको अवस्थालाई जनसाङ्ख्यिक लाभ अथवा डेमोग्राफिक डिभिडेन्ड भनिन्छ। प्रश्न नम्बर 5, जैविक विविधता बारे ऐतिहासिक पृथ्वी शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो? सन् 1992 मा ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न भएको थियो। प्रश्न नम्बर 6, समूह क मा रहेका प्रथा परम्परा र समूह ख मा रहेका सम्बन्धित जात जाति बीच जोडा मिलाउनुहोस्। लोसार, मागी, गोरा, यमरी पुन्नी। यसमध्ये लोसार कसले मनाउँछ? शेर्पा, तामाङ, गुरुङ जाति, मागी थारू जाति, गोरा पर्व सुदूरपश्चिम र यमरी पुन्नी नेवार जातिले। त्यसैले अप्सन बी इज आवर राइट एन्सर। प्रश्न नम्बर 7, पहिलो विश्वयुद्धको औपचारिक अन्त्य कुन सन्धिले भएको थियो? भर्सेल्सको सन्धि। पहिलो विश्वयुद्धको औपचारिक अन्त्य भर्सेल्सको सन्धिले भएको थियो। प्रश्न नम्बर 8, प्राचीन नेपालमा अंशुवर्गमा कुन वंशका शक्तिशाली शासक मानिन्छन्? ठाकुरी वंशी अथवा लिच्छावी कालका शक्तिशाली शासकको रूपमा मानिन्छन्। प्रश्न नम्बर 9, नेपालको इतिहासमा दास प्रथाको उन्मूलन कहिले भएको थियो? विक्रम सम्वत 1981 मा चन्द्र शमशेरको पालामा नेपालमा दास प्रथाको उन्मूलन भएको थियो। प्रश्न नम्बर 10, सत्यमोहन जोशीलाई कति पटक मदन पुरस्कारबाट सम्मानित गरिएको थियो? 3 पटक। सबैभन्दा बढी मदन पुरस्कारबाट सम्मानित गरिएका व्यक्तित्व सत्यमोहन जोशी हुनुहुन्छ, जसलाई 3 पटक मदन पुरस्कारबाट सम्मानित गरिएको छ। प्रश्न नम्बर 11, भुक्तानी सन्तुलन ब्यालेन्स अफ पेमेन्ट BOP बचत हुनुको अर्थ के हो? देशमा भित्रिने मुद्रा बाहिरने भन्दा बढी हुनु। कुनै पनि देशमा विदेशबाट भित्रिने मुद्रा चाहिँ देशबाट बाहिरिने मुद्रा भन्दा बढी छ भने यो चाहिँ के भयो? भुक्तानी सन्तुलनमा बचत भयो। प्रश्न नम्बर 12, नेपालको राष्ट्रिय आय लेखा प्रणाली अनुसार विदेशी प्रत्यक्ष लगानीलाई कुन क्षेत्रमा प्रोत्साहन गरिन्छ? नेपालको राष्ट्रिय आय लेखा प्रणाली अनुसार विदेशी प्रत्यक्ष लगानीलाई कुन क्षेत्रमा प्रोत्साहन गरिन्छ? पूर्वाधार विकास, उत्पादनमूलक उद्योग र प्रविधि हस्तान्तरणको क्षेत्रमा। प्रश्न नम्बर 13, चालु आर्थिक वर्षको बजेटमा चालु खर्चले मुक्त केलाई जनाउँछ? चालु खर्च भन्नाले कार्यालय सञ्चालन, तलब, भत्ता र प्रशासनिक खर्चलाई। प्रश्न नम्बर 14, नेपालमा विकास आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्ने सर्वोच्च निकाय कुन हो? आयोजना भनेको जहिले पनि राष्ट्रिय योजना। आयोजनाको बारेमा अनुगमन र मूल्याङ्कन गर्ने सर्वोच्च निकाय राष्ट्रिय योजना आयोग। प्रश्न नम्बर 15, सहकारी सङ्घ संस्थाको सञ्चालन कति अन्तर्राष्ट्रिय सिद्धान्तमा आधारित हुन्छ? 7वटा सिद्धान्तमा आधारित रहेछ। नेपालमा सहकारी संस्थाको सञ्चालन 7 अन्तर्राष्ट्रिय सिद्धान्तमा आधारित रहेको छ। प्रश्न नम्बर 16, नेपालको संविधान अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा कतिजना न्यायाधीश रहने व्यवस्था छ? प्रधान न्यायाधीशका अतिरिक्त सर्वोच्च अदालतमा 20 जना न्यायाधीश रहने व्यवस्था रहेको छ। प्रश्न नम्बर 17, नेपालको संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषदको अध्यक्ष को रहने व्यवस्था छ? प्रधानमन्त्री। संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ। प्रश्न नम्बर 18, नेपालको संविधानको कुन धारामा नागरिक कर्तव्यहरू उल्लेख गरिएको छ? धारा 48 नागरिक कर्तव्यहरू, भाग 3 धारा 48 मा व्यवस्था गरिएको छ। प्रश्न नम्बर 19, स्थानीय तहको निर्वाचन प्रणाली अनुसार वडाध्यक्षको निर्वाचन कसरी हुन्छ? प्रत्यक्ष निर्वाचन प्रणाली अथवा पहिलो हुने निर्वाचन प्रणालीबाट वडाध्यक्षको निर्वाचन गराइन्छ।
प्रश्न नम्बर 20 नेपालमा सूचनाको हक सम्बन्धी ऐन कहिले लागू भएको? विक्रम सम्वत 2064 सालमा। प्रश्न नम्बर 21 समूह क मा रहेका अन्तर्राष्ट्रिय सङ्घ संस्था र समूह ख मा रहेका तिनको स्थापना वर्ष एडी बीच सही जोडा मिलाउनुहोस्। संयुक्त राष्ट्र सङ्घ 1945, सार्क 1985, आसियन सन् 1967 र बिमस्टेक सन् 1997। यसरी अप्सन ए इज राइट एन्सर। संयुक्त राष्ट्र सङ्घ 1945, सार्क 1985, आसियन 1967, बिमस्टेक 1997। प्रश्न नम्बर 22 संयुक्त राष्ट्र सङ्घ युएन को अन्तर्राष्ट्रिय न्यायालय कहाँ अवस्थित रहेको छ? नेदरल्यान्डको हेग सहरमा। अन्तर्राष्ट्रिय न्यायालय नेदरल्यान्डको हेग सहरमा रहेको छ। विश्व व्यापार संगठन WTO को नेपाल कतिौं सदस्य राष्ट्र हो? धेरै पटक दोहोऱ्याएर सोधेको प्रश्न। विश्व व्यापार संगठनको नेपाल 147औं सदस्य। प्रश्न नम्बर 24 अन्तर्राष्ट्रिय मुद्रा कोष IMF ले जारी गर्ने विशेष वित्तीय अधिकारलाई के भनिन्छ? स्पेशल ड्रइङ राइट्स। स्पेशल ड्रइङ राइट। प्रश्न नम्बर 25 नेपालको चीनसँग द्विपक्षीय दौत्य सम्बन्ध कहिले कायम भएको थियो? नेपाल चीन बीचको दौत्य सम्बन्ध सन् 1955 अगस्त 1 मा भएको थियो। प्रश्न नम्बर 26 मानव आँखाले देख्न सक्ने न्यूनतम दूरी कति हुन्छ? 25 सेन्टिमिटर। मानव आँखाले स्पष्ट देख्न सक्ने न्यूनतम दूरी 25 सेन्टिमिटरको। प्रश्न नम्बर 27 कम्प्युटर सुरक्षामा फिशिङ भन्नाले के बुझिन्छ? झुटा इमेल वा वेबसाइट मार्फत प्रयोगकर्ताको गोपनीयता र पासवर्ड चोरी गर्नु। फिशिङ भनेको झुटा लिङ्कहरू, झुटा मेलहरू, झुटा मेसेजहरू पठाएर त्यहाँबाट कुनै पनि प्रयोगकर्ताको गोप्य सूचनाहरू चोरी गर्ने कार्यलाई फिशिङ भनिन्छ। प्रश्न नम्बर 28 ओजोन लेयर ओजोन तह वायुमण्डलको कुन तहमा अवस्थित छ? स्ट्राटोस्फियर। ओजोन तह वायुमण्डलको दोस्रो तह स्ट्राटोस्फियरमा अवस्थित छ। प्रश्न नम्बर 29 विश्व स्वास्थ्य संगठन WHO को प्रधान कार्यालय कहाँ रहेको छ? स्विजरल्यान्डको जेनेभामा। WHO को प्रधान कार्यालय स्विजरल्यान्डको जेनेभामा रहेको छ। प्रश्न नम्बर 30 सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्छ? 8 मिनेट 20 सेकेन्ड। सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न 8 मिनेट 20 सेकेन्ड समय लाग्दछ। प्रश्न नम्बर 31 निर्णय लिनका लागि माथिल्लो अधिकारी समक्ष मातहत्या कर्मचारीले तथ्य र कानुन खुलाएर पेश गर्ने फाइललाई के भनिन्छ? टिप्पणी। त्यसले पनि निर्णयको निम्ति तल्लो तहका कर्मचारीले तथ्य र कानुन खुलाएर पेश गरिएको विवरणलाई टिप्पणी निर्णय प्रक्रिया। प्रश्न नम्बर 32 सार्वजनिक व्यवस्थापनमा उत्प्रेरणा मोटिभेसनको हायरार्की अफ नीड सिद्धान्त कसले प्रतिपादन गरेका थिए? अब्राहम मास्लोको हायरार्की सिद्धान्त मास्लोले प्रतिपादन गरेका थिए। प्रश्न नम्बर 33 कार्यालयमा प्राप्त भएका पत्रलाई सुरक्षित साथ भविष्यको सन्दर्भका लागि क्रम अनुसार मिलाएर राख्ने कार्यलाई के भनिन्छ? कार्यालयमा प्राप्त भएका पत्रलाई सुरक्षित साथ भविष्यको सन्दर्भका आधारमा क्रम मिलाएर राख्ने कार्यलाई के भनिन्छ? फाइलिङ भनिन्छ। प्रश्न नम्बर 34 सार्वजनिक सेवा प्रवाहमा जवाफदेहिता अकाउन्टेबिलिटी भन्नाले के बुझिन्छ? आफूले गरेका काम कारबाही र निर्णयको दायित्व उत्तरदायित्व वहन गर्नु। प्रश्न नम्बर 35 सरकारी निकायमा रहने सूचना अधिकारीको मुख्य कर्तव्य के हो? नागरिकको माग बमोजिम सूचना उपलब्ध गराउनु सूचना अधिकारीको मुख्य कर्तव्य हो। प्रश्न नम्बर 36 समूह क मा रहेका वित्तीय निकाय र समूह ख मा रहेका तिनीहरूको प्रमुख कार्यविध जोडा मिलाउनु छ। नेपाल राष्ट्र बैंक, महालेखा परीक्षक, भित्तोपत्र बोर्ड, सार्वजनिक खरिद अनुगमन कार्यालय। नेपाल राष्ट्र बैंकले देशको मौद्रिक नीति जारी गर्छ। महालेखा परीक्षक सरकारी आय भएको अन्तिम लेखा परीक्षण गर्छ। भित्तोपत्र बोर्ड शेयर बजारको नियमन र नियन्त्रण। सार्वजनिक खरिद अनुगमन कार्यालय सार्वजनिक खरिद प्रक्रियाको नियम। त्यसैले अप्सन ए इज आवर राइट एन्सर। ए को 2, राष्ट्र बैंकको 2, महालेखा परीक्षकको 1, भित्तोपत्र बोर्डको 4 र सार्वजनिक खरिद अनुगमन कार्यालयको 2। अप्सन ए। प्रश्न नम्बर 37 सार्वजनिक संस्थानको निजीकरण गर्दा कुन उद्देश्य राखिन्छ? दक्षता, उत्पादकत्व, व्यावसायिकता, अभिवृद्धि गर्न। प्रश्न नम्बर 38 सार्वजनिक संस्थाको सञ्चालक समिति बोर्ड अफ डिरेक्सनको मुख्य भूमिका के रहन्छ? दैनिक चिठीपत्र दर्ता गर्नु, संस्थाको नीति निर्माण रणनीति र दीर्घकालीन मार्ग निर्देशन गर्नु, सामान खरिदको बिल भुक्तानी गर्नु, चौकीदार नियुक्त गर्नु। जसमध्ये संस्थाको नीति निर्माण रणनीति र दीर्घकालीन मार्ग निर्देशन गर्नु।
प्रश्न नम्बर 39 वित्तीय अनुशासन र पारदर्शिता कायम राख्न संस्थाहरूमा गरिने आन्तरिक लेखा परीक्षण कसले गर्दछ? महालेखा परीक्षक कार्यालय, संस्थाको आफ्नै आन्तरिक लेखा परीक्षण शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय। आन्तरिक लेखा परीक्षण जहिले पनि संस्थाको आफ्नै आन्तरिक संस्थाबाट हुने गर्दछ। प्रश्न नम्बर 40 नेपालमा प्रथम पटक सार्वजनिक निजी साझेदारी PPP अवधारणा कुन क्षेत्रको पूर्वाधार विकासमा व्यापक रूपमा प्रयोग भएको छ? जलविद्युत र सडक पूर्वाधार। नेपालमा सार्वजनिक निजी साझेदारीको सबैभन्दा अधिकतम प्रयोग भएको क्षेत्र जलविद्युत र सडक पूर्वाधार। प्रश्न नम्बर 46 अंग्रेजी भाषासँग सम्बन्धित प्रश्न रहेको छ। चेन्ज द फलोइङ इन्टु इन्डिरेक्ट स्पिच। ही सेड आई एम रिडिङ अ बुक। He said, I am reading a book. Correct indirect speech is, he said that he was reading a book. प्रश्न नम्बर 47 select the correct noun form of verb deposit. Deposit verb को noun form कुन हुन्छ? Deposition. प्रश्न नम्बर 48 choose the correct word. The climate of Pokhara is then that of Kathmandu. Comparison between two things, then more pleasant. Comparison भएपछि के आउनु पर्यो? More आउनु पर्यो। The climate of Pokhara is more pleasant than that of Kathmandu. प्रश्न नम्बर 49 नाक राख्नु टुक्काको सही अर्थ के हुन्छ? नाकको रक्षा गर्नु, घमण्ड गर्नु, इज्जत अथवा प्रतिष्ठा जोगाउनु, अपमानित हुनु। नाक राख्नु भनेको प्रतिष्ठालाई जोगाउनु अथवा बचाउनु। प्रश्न नम्बर 50 रामले भात खायो वाक्यलाई कर्म वाक्यमा रूपान्तरण गर्नुहुन्छ। रामले भात खायो। रामबाट भात खाइन्छ। राम भात खान्छ। रामले भात खाँदैछ। रामबाट भात खाइयो। जसमध्ये रामबाट भात खाइयो गरेको हुन्छ।